यसमा लुगा हाल्दाखेरि एउटा एउटा गरेर खोलेर झाडेर सेफ्टी पिन कोइन कागजहरू सबै थोक चेक जाँच गरेर हाल्नु। यसमा तपाईँ एकचोटिमा 18 देखि 22 वटा लुगा हाल्न सक्नुहुन्छ, ठुलो सानो मोटो पातलो गरेर। 18 पिस हजुर हजुर हाल्न सक्नुहुन्छ। 18 गरेर 2 पिस भयो हैन? 2 पिस 18 वटा लुगा हाल्न सक्नुहुन्छ। यसमा चाहिँ तपाईँ सानो सानो लुगा छ थाहा लागेर छैन भने यसमा 3 खण्ड दिएको छ। 3 खण्डमा 2 खण्ड लुगाले छोपिदिनु, माथिको एक खण्डलाई खाली राख्नु, भनेको यहाँसम्म लुगा राख्नु, याभन्दा माथि खाली राख्नु लुगा पल्टाउनको लागि। सिसामा पनि देख्छ यो लेभलको राख्नु लुगा। अनि लुगा जहिले पनि हाल्दाखेरि यो स्टिलको ड्रमभन्दा भित्र हुनु पर्यो लुगा, नच्यापिने गरी। अब ढोका लगाएपछि अनि मेसिन चालु अवस्थामा बाहिर आयो भने त्यसमा केही फरक पर्दैन, तर हाल्ने बेलामा यो ढोका लुगा जहिले पनि स्टिल ड्रमभन्दा भित्रै हुनु पर्यो, नच्यापियोस्। यो तपाईँको मेन वास भयो। यो बास्नाको लागि कम्फर्ट भयो या डेटोलहरू सपनर्जी हाल्नु, यसमा हाल्नु। यो भनेको प्री वास। प्री वास भनेको माथिबाट धुलो मैलो हिलोहरू लागेको लुगाहरू छ भने त्यस्तो लुगा हाल्दाखेरि त्यसपछि यसमा सरफ हाल्नु। त्यस्तो लुगा हाल्नु भएको छैन भने डाइरेक्टली मेन वासमा सरफ हाल्नु। अब 1 केजी लुगामा 1 चम्मच सरफ हाल्नु यसमा मेन वासमा। अब एकचोटीको लुगामा 1 चम्चा, एकचोटि हैन 1 केजीमा भने जस्तै अब तपाईँले ल्याउनु भएको छ नि लुगा, यो अब लुगा अझै एउटा मिलाएर 1 केजी हुन्छ। अब त्यतिमा 1 चम्मच सरफ, जुन सरफ चढाउनु वासिङ मेसिन फ्रन्ट लोडकै सरफ चढाउनु। अनि अब 9 केजी टपको छ त्यो चलाउन मिलेन? एक्सेल मिलेन त्यो तपाईँ फ्रन्टकै चलाउन सक्नुहुन्छ। अब अलिक छ भने त्यो सिधाएर अनि त्यसपछि अनि अलिक हैन 6-7 केजी त छँदैछ। त्यति कहाँ स्केल फेरि भित्र बसिहाल्छ भने त पछाडि समस्या गर्छ नि तपाईँलाई। अब 9 केजी लुगा हाल्नुभयो भने 9 चम्मच यहाँ, भनेपछि फुल ड्रम लुगा हाल्नुभयो भने 9 चम्मच यहाँ। अब लिक्विड चाहिँ जुन पनि हैन लिक्विड पनि फ्रन्ट लोडकै सर्फ एक्सेल फ्रन्ट लोडकै आउँछ लिक्विड, त्यो पनि यसैमा हाल्नु। अब सरफ कति हाल्नु? 1 केजी लुगामा 1 चम्मच, त्यो पनि निम्ठो पारेर। लिक्विड पनि त्यस्तै निम्ठो पारेर 1 चम्मच। अब सरफ हैन त्यो त ठुलो भइहाल्यो, चिया खाने चम्मच। त्यो भनेको तपाईँलाई जुन सरफ डब्बामा जुन दिएको हुन्छ नि त्यो चाहिँ फुल लुगा हालेको बेलामा त्यो 1 चम्मच, लिक्विड पनि त्यसको कभर हुन्छ नि त्यो फुल हालेको बेलामा 1 कभर 1 बिर्को। अब प्रिवासमा चाहिँ कति सरफ हाल्नु भनेको अब 4 केजी तपाईँको धुलो मैलो हिलो भएको लुगा छ, 4 केजी लुगा हाल्नुभयो, 4 चम्मच मेन वासमा हाल्नु अनि यसको आधी चाहिँ प्रिवासमा हाल्नु। भनेको मेन वासमा जति सरफ हाल्नुहुन्छ त्यसको आधी प्रिवासमा। डबल धुँदैन, हिलो मैलो निकालिदिन्छ त्यसपछि मेन वास गर्छ। भनेको चाहिँ 2 चम्मच 4 चम्मच चाहिँ हाल्नुभयो भने 2 चम्मच यहाँ हाल्नु। अनि लुगामा लुगा अनुसारको यहाँ डेटोल सफ्टनरहरू जे छ त्यो अनुसारले हाल्नु। यसलाई बिचमा थिच्नु अनि तान्नु, यो निस्किहाल्छ। त्यो चाहिँ पछि भन्नु। अब स्टार्ट र पज यसको यो बटन हो। सिंगल टचमा स्टार्ट हुन्छ, सिंगल टचमा अफ हुन्छ। लाइन भइहाल्यो कि स्टार्ट हुने बित्तिकै यो कटनमा आयो, यो 360 हुन्छ। कटन भनेको सुतीको जे जति लुगा छ सबै कटनमा धुनु। यो कटन भनेको पातलो सुतीको लुगाहरू छ जस्तै सबै कटनमा धुनु। सिन्थेटिक भनेको पोलिस्टर लाइलेनको हल्का फुल्का लुगाहरू छ भने सिन्थेटिकमा धुनु। हाइजिन स्टिम भनेको हस्पिटलाइज लुगा या आफ्नै जिउमा एलर्जी इन्फेक्सन छ भने त्यस्तो लुगालाई हाइजिन स्टिममा धुनु। रिन्स प्लस स्पिन भनेको तपाईँ बाहिर हातले लुगा धुइहाल्नुभयो, अब तपाईँलाई लुगाले पखाल्नु सुकाउनु मात्र छ भने रिन्स प्लस स्पिन गर्नु। ड्रम क्लिन भनेको मेसिनमा 40 पल्ट लुगा धोएपछि एकपल्ट खाली चलाउनु, केही नहालिकन। केही नहालिकन अब छ भने ड्रम क्लिन ट्याब्लेट आउँछ एकचोटिमा 2 वटा, अनि स्काइलिङ पाउडर भनेर पनि आउँछ, त्यो पनि हाल्न सक्नुहुन्छ। आधी एउटा प्याकेट आधी। अनि डाउनलोडेड भनेको 2 या 3 दिनदेखि थुपारेको लुगा छ भने त्यस्तोलाई डाउनलोडेडमा हाल्नु। बेडिङ भनेको तन्ना पर्दाहरू जे जति छ सबै यसमा हाल्नु। यसमा त बेडिङमा एकपल्टमा तपाईँ 3 वटा तन्ना, पर्दा 4 वटा, पर्दामा रिङ छ भने पट्याएर एउटा ल्याउनु अनि डोरीले रिङ बाँध्नु, त्यसपछि हाल्नु। अनि प्लास्टिकै। अनि समर ब्ल्याङ्केट एउटा रिङ बाँध्नुपर्छ। समर ब्ल्याङ्केट एउटा हाल्न सक्नुहुन्छ बेडिङमा। समर ब्ल्याङ्केट पातलो ब्ल्याङ्केट। उलेन र डेलिकेट्स उनीको जे जति लुगा छ उनीको मात्रै हाल्नु। डेलिकेट्स भनेको जडीवाला लुगाहरू,
स्टोनवाला लुगा सितारावाला त्यस्तो लुगाहरू छ भने त्यस्तो लुगा मात्रै हाल्नु भनेको उलेन हाल्नु छ उलेन मात्र जडी हाल्नु मिक्स गरेर नहाल्नु यो चाहिँ अटोमेटिक सेन्स गरेर आफै लिइहाल्छ कलर्स भनेको रङ जाने लुगा एक कलरको लुगाहरू छ भने त्यस्तो लुगालाई कलर्समा हाल्नु इन्टेन्स कोल्ड भनेको अफिसवाला लुगा जस्तै कोट पेन्ट हुन्छ नि त्यो तातो पानीमा खुम्चिहाल्छ त्यसमा चाहिँ यो चिसो पानीमा लुगा धुइन्छ त्यही कोट पेन्ट लेस माइक्रोफाइबर भनेको भुवावाला लुगा जस्तै टबलमा भुवा हुन्छ नि त्यस्तो लुगाहरू छ भने लेस माइक्रोफाइबरमा हाल्नु त्यस्तो सुपर स्पिड भनेको तपाईँ एक दिन लगाएको लुगाहरू फेरि 4 केजीसम्म मात्र यसमा बिहानदेखि बेलुका जति लुगा लगाउनुहुन्छ सबै सुपर स्पिडमा धुन सक्नुहुन्छ तर 4 केजीसम्म मात्र क्विक वास 15 मिनट भनेको तपाईँलाई यसले 15 मिनटमा लुगा धोएर पखालेर सुकाएर निकालिदिन्छ तर यसमा दाग साफ हुँदैन यो भनेको तपाईँलाई पसिना भएको लुगाले रिफ्रेस मात्र गर्छ दागहरू केही जाँदैन होइन त्यो पसिना जस्तै अब 4 घन्टा लगेर बजारबाट आउनुभयो त्यस्तो पसिना मात्र हुन्छ नि त्यस्तो लुगालाई रिफ्रेस मात्र गर्छ 15 मिनटमा अब यसमा चाहिँ एउटा इकोबोल सिस्टम देख्छु इकोबोल सिस्टम भनेको जब पहिला हामीले लुगाले बाहिर ढडिया राख्थ्यो नि कुनै भाँडोमा बाहिर ढडिया राख्थ्यो अब मेसिनभित्रै ढडिन पायो अब यो इकोबोल सिस्टम इकोबोल यो हो अब यो चाहिँ 4वटा प्रोग्राममा काम गर्छ कोटन सिन्थेटिक हाइजिन स्टिम र बेडिङ यो 4वटा प्रोग्राममा इकोबोल काम गर्छ अब जस्तै कोटनको लुगा छ यो धेरै मैलो छ तपाईँले अब तपाईँले ढडिया राख्नु छ भने यो सिम्पलले कोटनको लुगा हाल्नु कोटनमा सिलेक्ट गर्नु सरफ हाल्नु अनि यसलाई सिलेक्ट गरिदिनु यसले के गर्छ आधी घन्टा टाइम लिन्छ आधी घन्टा यसले पहिला लुगाले ढडियाउँछ त्यसपछि धुन्छ यो भनेको प्रिवास पहिला जुन बेला यसमा सरफ हाल्नुहुन्छ नि यो प्रिवासमा त्यस बेला चाहिँ यसलाई सिलेक्ट गर्नु यसले के गर्छ 20 मिनट टाइम हुन्छ 20 मिनट टाइम लिएपछि यसले लुगालाई 20 मिनटमा धुलो हिलोमलो भएको लुगालाई निकाल्छ लुगाबाट निकाल्छ त्यसपछि दागहरू साफ गर्छ योमा यो भनेको प्रिवास सरी प्रिवास भन्दैछु एक्स्ट्रा रिन्स भनेको तपाईँलाई लुगालाई एकपल्ट अझै पखाल्नु छ भने यो एक्स्ट्रा रिन्स सिलेक्ट गर्नु लुगालाई एकपल्ट अझै पखालेर निकालिदिन्छ यो भनेको तपाईँलाई जस्तो अब कटनको लुगालाई आइरन गर्नु छ भने आइरनवाला स्याम्पलमा सिलेक्ट गर्नु यसले के गर्छ आइरन गर्ने जतिको लुगालाई बनाएर निकालिदिन्छ अब मेसिनबाट झिक्दै आइरन गर्न मिल्यो यो भनेको तपाईँलाई डिले टाइम भयो डिले टाइम भनेको अब तपाईँ घरमा 12 बजे पानी आउँछ तपाईँ 10 बजे अफिस जानुहुन्छ भने तपाईँ लुगा हालिदिनु सरफ हालिदिनु मेसिन चालु गरेर 2 घन्टा डिले टाइम लगाइदिनु यसले के गर्छ 2 घन्टा पछि मेसिन चालु हुन्छ यो भनेको 24 घन्टासम्म हुन्छ त्यो चाहिँ टाइम गर्ने टाइमिङ 2 घन्टा पछि मात्र धोस् भनेर 2 देखि 24 घन्टासम्म हुन्छ अब तपाईँ घरमा पानी 12 बजे आउँछ भने तपाईँ यसलाई 2 घन्टा सिलेक्ट गरिदिनु अब तपाईँ 10 बजे जानु अब 10 11 12 2 घन्टा पछि मेसिन चालु हुन्छ आफै 4 घन्टा जति गर्दा पनि हुन्छ 24 घन्टा भित्र यो भनेको टेम्परेचर सबै अलग अलग प्रोग्राममा टेम्परेचर दिएको हुन्छ तपाईलाई सिलेक्ट गर्नु पर्दैन यो भनेको कति स्पिडमा लुगा सुकाउने सबै प्रोग्राममा आफ्नै दिएको हुन्छ तपाईलाई सिलेक्ट गर्नु पर्दैन यो भनेको जुन लुगामा घाम पानी लागेको हुन्छ नि त्यस्तो लुगालाई यो प्रोग्राम सिलेक्ट गरेर धुनु यसले के गर्छ 20 मिनट टाइम लिन्छ 20 मिनट लुगाले ढडियाउँदै धुँदै गर्छ प्रोग्राममा यो भनेको स्मार्ट थिङ अब स्मार्ट थिङ अब चाहिँ तपाईलाई मेसिनलाई मोबाइलबाट नै चलाउनु छ भने वाइफाई सिलेक्ट गर्नु कनेक्ट गर्नु मेसिनमा अनि मेसिनले मोबाइलबाट नै मेसिन चलाउन सक्नुहुन्छ अब कुनै पनि यो भित्र प्रोग्राम सिलेक्ट गरेपछि स्टार्ट गर्ने बटन यो हो यसलाई 3 सेकेन्ड होल्ड गर्नु मेसिन चालु भइहाल्छ अब यो चाहिँ डोर लकको साइन लाग्यो अब ढोका खुल्दैन जबरजस्ती नतान्नु तान्नु हुँदैन अब तर पनि कुनै एड गर्नु पर्यो भने यहाँ 2 मिनेट भित्र टाइम हुन्छ हामीलाई जबसम्म भित्र पानी भरिदैन तबसम्म हामीसँग टाइम हुन्छ सिंगल के गर्नु पर्छ सिम्पली यसलाई सिंगल टच गर्नु पर्यो सिंगल टचमा के हुन्छ अफ हुन्छ अब भएपछि ढोका खोलिदिन्छ जबसम्म साइन हटो अब ढोका खोलो अब लुगा थप्न मिल्यो अनि 15 दिनमा एकपल्ट यसलाई यसको सर्भिसिङ मुनिबाट सफा गर्नु पर्यो भने सिम्पल यसलाई कुनै हुन्छ नि चमचको पछाडि भागलाई यसरी छिराएर यसलाई माथितिर पुस गर्नु अनि ढोका खुल्छ अब के हुन्छ नर्मली कुनै कुरा बिर्सिहाल्नु भएको छ भने जस्तै कोइन कागज क्लिपहरू बिर्सिहाल्नु भएको छ भने हाल्न यहाँ आएर फसेको हुन्छ यो चाहिँ तपाईँलाई 15 दिनमा एकपल्ट खोलेर सफा गर्नुपर्छ अनिवार्य अनि लगाउने बेलामा यो ठुलो दुलो छ नि यो ठुलो दुलोले ड्रम साइडतिर फर्काएर
लगाइदिनु घुमाउनु पर्यो घुमाउनु पर्यो लक भइहाल्यो अनि यसलाई लगाइदिनु अनि हप्तामा एकपल्ट यसलाई पनि सरफ हालेपछि के हुन्छ सरफको उछिडेर यताउतातिर गएको हुन्छ अनि नर्मली चिसो पानीले दाग गइहाल्यो भने ठिकै छ गएन भने तपाईँले हल्का पानी तताएर यसलाई धुन सक्नुहुन्छ यो फेरि निकालेर मेसिन लगाउने बेलामा दुईवटा च्यानल जुन छ नि यहाँ भित्र पनि मिलाइदिनु अनि हल्का पुस गर्नु गइहाल्छ अब पछाडि एउटा जाली हुन्छ कि जहाँ यो पानी जोडेको छ यहाँ एउटा जाली हुन्छ सिम्पली तपाईँले पानी बन्द गर्नु पर्यो पहिला पानी बन्द गरेर यसलाई खोल्नु अनि यो भित्र एउटा जाली हुन्छ पखाल्ने बेलामा सफा गर्ने बेला हजुर सफा गर्ने बेलामा जाली यो पाइप सफा गर्ने जाली सफा गर्ने त्यो हार्ड वाटरहरूको लागि हो यो जाली हुन्छ यो जालीले पनि निकालेर सफा गर्नु 15-15 दिनमा तपाईँ जे गर्नुहुन्छ यो मेन प्लग निकालिदिनु त्यसपछि गर्नु अनि फेरि यसलाई यसरी नै छिराइदिनु छिराउनु अनि पानी जोड्नु